मर्यो चाहिँ कसरी कस्टडी भनेको एकदमै सेफ ठाउँ भनिन्छ होइन हरेक कुराहरू चेकजाँच हुन्छ त्यहाँ पहरेदार हुन्छ किनभने त्यो कस्टडी जस्तो ठाउँमा नि मान्छे झुन्डेर मर्न सक्छ भन्ने कुरा नै एकदमै आश्चर्य लाग्ने कुरा किनभने एकदमै शङ्कास्पद कुरा छ त्यो कारणले गर्दा त्यो परिवार जो श्रीकृष्ण विकको चाहिँ भनौँ न उहाँको बुवा पहिले बितिसकेको र एउटा सहाराको रूपमा 22 वर्षीय छोरा रहेछन् होइन उनी पनि बितिसकेपछि त्यो आमाको सहारा को त होइन यहाँ त ठुलो प्रश्न चिन्ह छन् अनि त्यो आमाले छोरा झुन्डिएको ठाउँ पनि देख्न नपाउने उहाँहरूले न्याय नपाउने भन्ने चाहिँ हुँदैन उहाँहरूले न्याय पाउनु नै पर्छ भन्न चाहन्छु म चाहिँ त्यति भन्न चाहन्छु हुन्छ विद्यालय मेलो भइसकेको छ सुकुम्बासीको नाउँमा चाहिँ घर बनाएर चाहिँ 30-40 हजार भाडा उठाउँथे अहिले सिधै वकिलहरूले होइन किन परेको छैन भन्नुहुन्छ भनेदेखि नि यो कसैले सरकारले एकातिर बोल्ने गाउँघरमा व्यवहार एकातिर गरेको हुनाले म आफ्नै ठाउँमा छु जस्तै मेरो गाउँमा बाहुनको घर छ भनेदेखि नि म उसको घर भातै खान्न किनभने हिजो उसको घर भात खाँदा मैले भाँडा मोलेको थिएँ त्यसो गरेर भाँडा मोल्न जानु म भातै नखाएछु किन भाँडा नमस्कार यतिखेर हामी प्रोफाइल टिभीमा छौँ यतिखेर हामी चलचित्र मेरी छोरीको सुटिङ सेटमा छौँ र आज पनि हामी 20 भागमा आइपुगेका छौँ र प्रत्येक बुधबार सुटिङ हुन्छ र शनिबार बेलुकी 7 बजे प्रत्येक शनिबार बेलुकी 7 बजे तावरान टिभीबाट आउने गर्दछ मेरी छोरी च्यानललाई लाइक सब्सक्राइब पनि गर्नुहोला र चाहिँ सिरियल हेर्दाखेरि मेरी छोरी सर्च गरेर हेर्नु भए पनि हुन्छ र तावरान टिभी सर्च गरेर हेर्नु भए पनि हुन्छ र हामी 20 भागसम्म आइपुगेको छौँ कथा एकदम जटिल बन्दै गएको छ र हेर्ने हुँदै देशको अवस्था पनि जटिल नै छ यतिखेर सुकुम्बासी बस्तीमा डोजर लागेको छ धेरैका प्रतिक्रिया आइरहेका छन् कसैका चाहिँ सहमति आएका छन् कसै विमति आइरहेका छन् र एक अर्थले भन्नुपर्दाखेरि हिजो जुन सुकुम्बासीको नाममा हुकुमबासीहरूले जुन शासन जमाइरहेका थिए चाहिँ त्यो आज चाहिँ सकिएको छ र वास्तविक सुकुम्बासीलाई चाहिँ हामी भनिरहेका छौँ वास्तविक सुकुम्बासीलाई चाहिँ न्याय दिनु होला व्यवस्था गर्नु होला र हुकुमबासीहरूलाई चाहिँ कारवाही गर्नु होला मैले स्ट्याटस पनि लेखिरहेको छु तपाईँलाई थाहै छ र एउटा ठ्याक्कै मैले एउटा रमाइलो कुरा सुनाउँछु एकजना चाहिँ हिजो बिहान होला मेरो घरमा चाहिँ त्यो चाहिँ एकजना भैया आउनु भएको थियो यो चाहिँ यो के भन्छ नि पेपर लिनको लागि कबाडी भैया आउनु भएको थियो अनि उहाँले मलाई के भन्नु भनेदेखि अनिखेरि इन्डिया पनि यस्तै चलिरहेको इन्डियाको हुनु चाहिँ इन्डिया पनि यस्तै चलिरहेछ अरे त्यहाँ त्यस्तै गरी बस्ती हटाउने चलिरहेछ त्यहाँ चाहिँ बस्ती हटाएर पार्कहरू बनाउने विभिन्न चाहिँ राम्रो चाहिँ त्यसलाई भइरहेछ अरे स्कुल त्यहाँ पनि बन्द छ चाहिँ भनेर भन्यो भने अर्को एउटा चाखलाग्दो कुरो के भन्यो भनेदेखि नाम भनेन चिन्छ होला हरिसिद्धिमा 3 जना वकिलहरू हुनुहुन्छ अरे ललितपुरको हरिसिद्धिमा होइन अनि ती वकिलहरूले चाहिँ सुकुम्बासीको नाउँमा चाहिँ घर बनाएर चाहिँ 30-40 हजार भाडा उठाउँथे हरिसिद्धि वकिलहरूले होइन उहाँ पनि हरिसिद्धिमा बन्नुहुन्छ होइन भनेपछि ती वकिललाई एकपल्ट चिन्न पाएको कस्तो हुन्थ्यो जस्तो लागेको छ मलाई होइन हो त्यस कारणले तपाईँ पनि बस्नुहुन्छ होइन ललितपुरमा हो भनेपछि यस्तो खालको चाहिँ भनौँ यो त देखेका कुरा सुनेका कुराहरू नदेखेका कति कुरा कतिवटा अध्यक्षज्यू नै लेकै उहाँ 16वटा कोठा भएको घर भनेर भनिरहेका छन् तर एउटा कुरा चाहिँ के हुन्छ भनेदेखि धेरै लामो समयसम्म आउनुभएका सुकुम्बासीहरूमा चाहिँ के छ भनेदेखि अब सधैँभरि सुकुम्बासी बनेर बस्नुपर्छ भन्ने पनि छैन सुकुम्बासीमा त टाउकुल गर्ने काम भयो तर आफ्नो जीवन स्तर उकास्नको लागि सङ्घर्ष भए दुःख भए जागिर खाने छोराछोरीलाई पढाउनेदेखि लिएर यावत भएपछि अहिले 20-22 वर्षभन्दा अगाडि सुकुम्बासी बनेर अहिले उहाँहरूको जीवन स्तर उकासिएको छ भने त्यो पनि त्यसलाई पनि नराम्रो भन्न मिल्दैन किनभने सधैँभरि सुकुम्बासी बनेर छाप्रै बसिरहनु पर्छ भन्ने पनि छैन जीवन स्तर उकास्न पनि पर्छ र यतातिर मेरी छोरीको कुराहरू मेरी छोरीमा जटिल बनेको छ एकदम कथावस्तु एकदम जटिल बन्दै गएको छ अस्ति छोरीलाई अचानक भेटिएको छ एकदम चाहिँ भनौँ न अप्ठ्यारो अवस्थामा रगत पक्षको अवस्थामा चाहिँ कोलजाम बुवाले देखेपछि त्यो सिन सकिएको थियो अब त्यसपछि के हुन्छ भन्नको लागि चाहिँ हुन्छ र झन्डै अब आमाले चाहिँ सम्बन्धी छोरीलाई हस्तान्तरण गर्न पुगिसकेको छ होइन अब के हुन्छ आजको भागले बताउँछ त्यस कारण तपाईँले हेर्न पर्ने हुन्छ अब 20 भागमा के होला भनेर यो कौतूहलतालाई तपाईँले शनिबार बेलुकी 7 बजे तपाईँ हेर्नु पर्ने हुन्छ होइन आइरहेको छ तावरानी टिभीमा हेर्नु होला होइन
अब हरि सरले त देशको विषयमा भनिहाल्नु भयो, देशको विषयमा त हामीलाई खासै केही बोल्नु छैन। तर चाहिँ भनौँ न प्रोफाइल टिभी भएको कारणले गर्दाखेरि मलाई चाहिँ एउटा श्रीकृष्ण विकको विषय जहाँ चाहिँ सिन्धुलीको हिरासत भनौँ न त्यहाँभित्रै कस्टडीभित्रै मारियो भन्ने कुराहरू आइरहेको छ। उहाँको आफन्तले अझै पनि लास उठाउनु भएको छ कि छैन त्यो थाहा छैन। किन भन्दाखेरि यहाँ चाहिँ जबरजस्ती गरियो, छोरा झुन्डिएको ठाउँ पनि देख्न दिएन भन्ने कुरा चाहिँ यहाँ चाहिँ के रहेछ भने अन्तर्जातीय बिहे गरेकै कारणले गर्दा मुद्दा पर्यो। त्यो पछि भन्दैन भने सिन्धुली पुऱ्याइयो जबरजस्ती करनीको मुद्दामा, त्यो पछि चाहिँ उसको चाहिँ भनौँ न हत्या भयो भन्ने चाहिँ परिवार पक्षको छ। तर प्रहरीले चाहिँ उसले लगाएको सर्टमा चाहिँ झुन्डिएर आत्महत्या गर्यो भनिरहँदाखेरि हामी चाहिँ अरू मुद्दाको विषयमा पनि नजाउँ, किनभने त्यो उनीहरूको पर्सनल कुरा थियो होला। तर मान्छे मर्यो चाहिँ कसरी, कस्टडी भनेको एकदमै सेफ ठाउँ भनिन्छ होइन, हरेक कुराहरू चेकजाँच हुन्छ, त्यहाँ पहरेदार हुन्छ। किनभने त्यो कस्टडी जस्तो ठाउँमा नि मान्छे झुन्डेर मर्न सक्छ भन्ने कुरा नै एकदमै आश्चर्य लाग्ने कुरा, किनभने एकदमै शङ्कास्पद कुरा छ। त्यो कारणले गर्दा त्यो परिवार जो श्रीकृष्ण विकको चाहिँ भनौँ न उहाँको बुवा पहिले बितिसकेको र एउटा सहाराको रूपमा 22 वर्षीय छोरा रहेछन् होइन, उनी पनि बितिसकेपछि त्यो आमाको सहारा को त होइन। यहाँ त ठुलो प्रश्न चिन्ह छन्। अनि त्यो आमाले छोरा झुन्डिएको ठाउँ पनि देख्न नपाउने, उहाँहरूले न्याय नपाउने भन्ने चाहिँ हुँदैन, उहाँहरूले न्याय पाउनु नै पर्छ भन्न चाहन्छु। म चाहिँ त्यति भन्न चाहन्छु। हुन्छ, विद्यालय बेला भइसकेको छ, हामी छुट्टी बेला भइसकेको छ। अब यो सिरियलकै विषय के हो तिमी भन। अहिलेसम्म हेरिरहनु भएको छ होइन, जस तपाईँहरूकै मायाले गर्दा हामी यहाँसम्म आइसकेका छौँ। अझै हेर्दै जानु होला र माया गर्दै जानु होला। अझ के हुन्छ, अब के हुन्छ, क्युरियोसिटी चाहिँ अब चाहिँ के हुन्छ हेर्दै जानु होला होइन। र कहाँबाट हेर्नुहुन्छ कमेन्ट लाइक गरिदिनु भयो, कमेन्ट पनि गर्नु होला। जहाँबाट तपाईँ हेर्नुहुन्छ अब नाम गर्नु लेखेर होला। अनि बा मेन बाबा के भन्नु छ अनि केही कमी कमी छ भने त्यो पनि राखिदिनु होला। तपाईँहरूले नै हेरेर माया गरेर आज यो ठाउँसम्म पुग्नु छ। होइन मैले यो विषय पनि सोध्नु खोजेँ, यही विकको विषय, त्यो श्रीकृष्ण विकको न्युज थाहा पाउनु पनि के भन्न चाहनुहुन्छ त्यसको विषयमा? त अब यो अचम्मको कुरा छ। अब जहाँ सुरक्षा भएको ठाउँमै हत्या भएको छ। अब यो अनि यस्तो भनिएको छ नि त, किनभने दलित अब भनौँ न त्यहाँ सांसदहरू पनि जानुभएको छ। अनि दलितलाई चाहिँ यसो नगर भनेर विभिन्न नाराबाजी पनि भएको छ होइन। अब विभिन्न थरी हुँदै गर्दाखेरि चाहिँ भनौँ न हेपियो चेपियो अनि अन्तर्जातीय बिहेको कुरा पनि त्यहीबाट आएको छ क्या, जात नमिलेको कारणले गर्दा भन्दा आएको छ होइन। त्यो विषयलाई चाहिँ के भन्न चाहनुहुन्छ? अहिलेको 21औं शताब्दी भन्छन् होइन, त्यसलाई के भन्न चाहनुहुन्छ? यो त अब छुवाछुत जातीय विभेद हुँदैन भनेर चाहिँ भनिया छ। 21औं शताब्दीमा आएर त्यो गर्नु हुँदैन भनिया छ। तर ठाउँ ठाउँमा यस्ता कुराहरू यो कुराहरू मैले त पहिले भोगेरै आएको हो। अहिले चाहिँ बाटो मुनि गएर जदौ भनेर हिँडेकै मान्छे हुँ। अहिले चाहिँ मैले त्यस्तोमा अहिले छैन। अहिले जस्तो भनौँ अहिले चाहिँ जस्तो छुवाछुत भेदभावमा चाहिँ कारवाही गर्छन् त्यो सरकारले, त्यसमा म परेको छैन। किन परेको छैन भन्नुहुन्छ भनेदेखि नि यो कसैले सरकारले एकातिर बोल्ने, गाउँघरमा व्यवहार एकातिर गर्ने गरेको हुनाले म आफ्नै ठाउँमा छु। जस्तै मेरो गाउँमा बाहुनको घर छ भनेदेखि नि म उसको घर भातै खान्न। किनभने हिजो उसको घर भात खाँदा मैले भाँडा मोलेको थिएँ, त्यसो गरेर भाँडा मोल्न जानु म भातै नखाएपछि किन भाँडा मोल्नु? म उसकोमा खाँदिनँ। यसको लागि गाउँको घरमा काम गर्न जान्छु तर उसले मलाई खानु दिनु। हरिसर मैले किन कुरा उठाएँ भने जो चाहिँ सांसद पनि हुनुहुन्छ रिमा विश्वकर्मा, त उहाँले के लेख्नु भएको थियो भने स्ट्याटसमा चाहिँ हिजो चाहिँ हामीलाई सरकारले नै माफी माग्ने होइन, सरकारले माफी मागेको थियो नि त दलितहरूसँग। त्यसपछि आजै आएर चाहिँ यस्तो घटना घट्यो, हामीले न्याय चाहिँ कहिले पाउने भनेर उहाँले लेख्नु भएको थियो क्या। त्यो कारणले गर्दा चाहिँ मैले बुवालाई यो क्वेसन गरेँ होइन। जेसुकै होस् एनिवे जस्टिस फर श्रीकृष्ण विक भन्न चाहन्छु। र ल आले दाई भर्खरै आइपुग्नु भएको छ, सिरियलको विषयमा भनिदिनु त। नमस्कार। सबैले झर्ले मगर भाषा अब हामी चाहिँ मेरी छोरीकै विषयमा बोलौँ होइन। मेरी छोरीलाई चाहिँ सबैले माया गरिदिनु होला, तावा रानीमा गएर चाहिँ भोट हालिदिनु होला। ए होइन, त्यो त अहिले पछि बनाउनै बाँकी छ नि। उसको नि पेट पै भन्नु। रमाइलो है। ओके ल, हस्, थ्याङ्क यू।